त्यसपछि जुन प्रश्न उठ्न थाल्यो त्यो आज पनि यथावत रहेको छ। त्यो प्रश्न हो, आखिर महाकाली नदीको उद्गम स्थल कहाँ छ त? यो प्रश्नमा अड्किएको छ 200 वर्षको पुरानो विवाद। भारतको दाबी छ नदी लिपुलेख तर्फबाट सुरु हुन्छ, तर नेपालको दाबी छ नदीको वास्तविक उद्गम स्थल लिम्पियाधुरा हो। यदि नदी लिम्पियाधुराबाट सुरु हुन्छ भने कालापानी लिपुलेखको विभाग नेपालको हुनेछ। यहीबाट सुरु हुन्छ इतिहास र वर्तमानको ठुलो सङ्घर्ष। अब भावनाले होइन, नक्सालाई हेरौँ। सन् 1816 देखि सन् 1880 सम्म ईस्ट इन्डिया कम्पनी र नेपालको नक्सालाई अध्ययन गर्दाखेरि एउटै कुरा दोहोरिरहेको छ। महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरा देखाइएको छ। यो केवल नेपालको भावनाको कुरा होइन, यो ऐतिहासिक दस्तावेजको कुरा हो। एउटा सत्य यो पनि हो कि 1962 मा